जति पनि हाम्रो है यतापट्टि रोलेप छ, लुनचोक छ, यो सबै जना जति पनि होमस्टे ओनर हुनुहुन्छ, ट्राभल एजेन्टहरू हुनुहुन्छ, तपाईँहरूलाई एउटा बिन्ती के छ भन्दाखेरि जति पनि हामीले पर्मिट बनाउनु पर्ने हुन्छ सिल्क रुट टुरिज्मको थ्रुबाट बनायौँ भने चाहिँ हामीलाई भोलिको दिनमा अप्ठ्यारो परेको ठाउँमा सधैँभरि राम्रो हुन्छ भन्ने छैन। तपाईँहरूलाई ज्ञात भएको कुरा हो है। 2021मा म कस्तो दौडबाट गुज्रेँ है। मेरो रम्बीमा गाडी एक्सिडेन्ट भएर 6 जना एक्सपायर हुँदाखेरि म धेरै फ्रस्ट्रेसनमा पनि गएको थिएँ र त्यस्तो खालको एक्सिडेन्सियल केस आयो भने हुन त सबैलाई नहोस् जस्तो, तर केस आयो भने त्यति बेला उस्तै भने चाहिँ जिरोमा जान्छ। त्यसले गर्दाखेरि एसोसिएसनमा हुनु एकदमै जरुरी हुन्छ। तपाईँहरू सबै आउनुहोस्, एउटै अम्ब्रेलाको मुनि बसौँ र यो सिल्क रुट टुरिज्मलाई अगाडि बढाउने कसरी हुन्छ कोसिस गरौँ। यहाँ बाइक पर्मिट र जुन चाहिँ के अरे नथुला पर्मिट जुन चाहिँ हामीले गर्दैछौँ, तपाईँहरू लाग्छ ल हामी फाइल छेउमै छ है, फाइल बोकेर गइहाल्छौँ, आफ्नो काम भइहाल्छ। किन टुरिज्मको यो हाम्रो एसोसिएसनको थ्रुबाट गर्ने भन्दा हो तपाईँहरूले गर्न सक्नुहुन्छ। तर भोलि पर्दाखेरि परेको बेलामा तपाईँ एक्लै केही पनि गर्न सक्नुहुन्न। यो कुरा तपाईँहरूले बुझ्नुहोस्। त्यसले गर्दाखेरि आउनुहोस्, हातेमाले गरौँ अनि त्यहाँदेखि सिल्क रुट टुरिज्म यो हाम्रो जुन चाहिँ यो एसोसिएसन छ त्यसलाई सबै भएर अगाडि बढाउँ। र मेरो भन्नु अझै के छ भने विशेष यहाँनिर सिल्क रुट टुरिज्मको प्रेसिडेन्ट साहब हुनुहुन्छ है, अनि मेरो सेक्रेटरी साहब हुनुहुन्छ, हाम्रो सिल्क रुट टुरिज्मको ललित राई हुनुहुन्छ। उहाँहरूलाई म एउटा बिन्ती पनि चढाउन चाहन्छु एज ए एडभाइजर है। जति हाम्रो बिजनेस फैलाउनु लागि है, सिल्क रुट टुरिज्मको बिजनेस फैलाउनु लागि हामीले यहाँनिर सकभर चाहिँ मिनिमम मार्जिन राखेर काम गर्नु हुन्छ। 1-2 वर्ष मिनिमम मार्जिन राखेर काम गरेन भने अहिले अनलाइनको जमाना हो है। त्यहाँ हामीलाई त ग्यान्टकबाट सजिलै त्यो भाइले गरिदिइहाल्छ, बेकारमा यो के अरे त्यत्रो पैसा तिरेर गर्नु भन्नेपट्टि पनि जान्छ र हामीलाई असुविधा हुन्छ। त्यसले गर्दाखेरि तपाईँहरूले अन्यथा नलिने है। 1600 रुपियाँ ब्याङ्क रिसिप्ट काट्नुपर्छ। त्यसको बादमा खालि हामी पर गाडीको अहिले मैले देख्दा चाहिँ 100 रुपियाँ मात्रै लिउँ। 100 रुपियाँ लिँदाखेरि पनि 20 वटा पर्मिट काट्यो भने 2000 रुपियाँ दिनुपर्छ। तर 1000 एसोसिएसनलाई राखेर 1000 को खर्च गर्दाखेरि हामीलाई कमसेकम 25 देखि 27 हजार महिनामा बस्छ हो। त्यो हिसाबले हामीले काम गरौँ भन्दै मेरो सुझाव पनि यहाँ राख्दै मेरो कुरा यहाँ राख्न चाहन्छु। धन्यवाद।